हेलो फ्रेन्ड्स, आज चाहिँ मैले तपाईहरुलाई मेथीको चिया बनाएर खान सिकाउँछु। जुन चाहिँ एकदम चिया भन्दा नि कफीको टेस्ट बढी हुन्छ। यसमा चाहिँ स्मेल पनि कफीकै जस्तो आउँछ, वासना पनि। तपाईहरुले चाहिँ कफी खाएको हो कि चिया खाएको छुटाउन सक्नु हुँदैन। यो चाहिँ एकदमै मिठो हुन्छ र स्वास्थ्यको लागि पनि एकदम राम्रो हुन्छ। मेथीको चिया चाहिँ बनाउँदाखेरि हामीले मेथीलाई चाहिँ यति मेथी लिएको छु। मैले चाहिँ मेथी चाहिँ हल्का ब्राउन हुने गरी नै भुट्नुपर्छ। सुरुबाट लास्टसम्म हाम्रो प्रोसेस हेर्नु होला। म चाहिँ चिया पनि बनाएर देखाउँछु यसको। यो चाहिँ एकदम कफी जस्तै हुन्छ। तपाईहरुले चाहिँ स्वास्थ्यको लागि नि एकदम राम्रो हुन्छ। यो कफीको स्वाद हुने हुनाले तपाईहरुले चाहिँ यो घरिघरि बजारबाट मार्केटमा लिन जानुपर्ने जरुरतै हुँदैन। कफी सिद्धिएको बेलामा आफैले कफी खान मन लाग्यो भने घरमै बनाएर खान सक्नुहुन्छ। मेथीबाटै कफीको स्वाद भएको चिया। र हामीले चाहिँ अब यसलाई बनाउन स्टार्ट गर्छौं। किन भन्दा मेथी तितो हुने हो हामीले तरकारीहरुमा यस्तोमा नि के भयो अनि के खान काटेको त अब कहाँबाट काट्यो अब के थाहा मलाई। मेथीलाई चाहिँ मजाले भुट्नु होला। मजाले भुटिएन भने मेथी तितो हुन्छ। तरकारीहरुमा पनि तपाईहरुले पड्काउँदाखेरि मेथीलाई राम्रोसित कालो हुने गरी पड्काउने गर्नुभएको छ। त्यस्तै नै यसलाई नि अलि ब्राउन हुने नै गरी पड्काउनु पर्छ। हाम्रो मेथी चाहिँ रेडी हुन लागिसकेको छ भुटेर। मैले चाहिँ ग्यास अफ गरिदिएँ। तपाईहरुले चाहिँ मेथी यतिको हुने गरी यतिको ब्राउन हुने गरी भुट्नु होला। अब यसलाई मैले चाहिँ सिलौटोमा पिस्छु। तपाईहरुले चाहिँ मिक्सरमा नि पिस्न सक्नुहुन्छ, तर मिक्सरमा चाहिँ अलि यो खस्रो मसिनो हुँदैन। त्यही भएर सिलौटोमा पिस्दा चाहिँ मसिनो हुन्छ। त्यही भएर मैले चाहिँ सिलौटोमा पिस्दै छु। तपाईहरुलाई चाहिँ हल्का कम भुट्छु भने पनि हुन्छ, तर अलिक तितो तितो हुन्छ हल्का कम भुटेको मेथी चाहिँ। यसलाई चाहिँ मजाले पिस्नु होला मसिनो गरी, जो खाँदाखेरि चाहिँ जिब्रोमा नलाओस्। मिक्सीमा पिस्दै छान्दै गरे नि हुन्छ, तर अलि मिक्सीको भन्दा यो चाहिँ थोरै नै मैले थोरै बनाएको छु। त्यही भएर सिलौटोमा पिसेको। मिक्सीमा अलिक घाम लाग्दैन। सिलौटोमा मजाले पिसिने नै भयो। हेल्थको लागि नै एकदम राम्रो हुन्छ यस्तो चिया चाहिँ। हाम्रो चाहिँ लगभग पिसिसकेको छ यो मेथी।
चाहिँ यसलाई अलि प्लेटमा उठाउँदैछु। यसलाई चाहिँ सानो बस्तामा हालेर राख्न सकिन्छ। कलर पनि कफी पाउडरको जस्तै आएको छ हेर्नु त। हाम्रो चाहिँ पाउडर रेडी भयो। अब म तपाईलाई चिया चाहिँ कसरी बनाइन्छ त्यसको देखाउँछु। यो चाहिँ अब तपाईहरुलाई यसको चिया बनाएर देखाउँछु। तपाईहरुले चाहिँ यसलाई रातो चियामा बनाएर खान सक्नुहुन्छ, दुध हालेको चियामा बनाएर खान पनि सक्नुहुन्छ। म चाहिँ दुध हालेको चियामा बनाउँदै छु। पानी लिन्छु मैले। तपाईहरुले नि सुरुमा दुधको चिया बनाउँदाखेरि चाहिँ पानीमा चियापत्ती पकाएर बनाउनु होला। किनभने पहिला पानीमा चियापत्ती पकाउँदाखेरि ग्यास्ट्रिक हुने समस्या अलिक कमै हुन्छ। म चाहिँ 2 कप चिया बनाउँदैछु, त्यही भएर 2 चम्चा चिनी हालेँ। पहिला चाहिँ चियापत्ती पाक्न दिउँ अनि दुध हाल्छु मैले। चियापत्ती उम्लिँदैछ, यसलाई चाहिँ मजाले उम्लिन दिनु होला। यसरी पकाउँदा चाहिँ चियाको रङ पनि राम्रो आउँछ। चियापत्ती चाहिँ पाकिसकेको छ र मैले चाहिँ दुध हाल्दैछु। अब यसलाई उम्लिन दिउँ। उम्लिँदैछ। हाम्रो चिया चाहिँ अब रेडी भयो। यसलाई चाहिँ म पहिला सुरुमा चाहिँ
चाहन्छु। तपाईँहरूले चाहिँ अब बल्ल यसमा अघि बनाएको मेथीको पाउडर सुरुचोटि खाँदै हुनुहुन्छ भने चाहिँ थोरै नै राख्नु होला, किन स्वाद हुन्छ। अनि पछि चाहिँ आफ्नो स्वादअनुसार हाल्न सक्नुहुन्छ। थोरै यति लिएँ, यसलाई माथिबाट सर्दिन पुरै हाल्नु पनि परेन, थोरै। अब तपाईँहरूले चाहिँ यसरी नै माथिबाट चिया पाकिसकेपछि माथिबाट हालेर खानु होला। यसको टेस्ट चाहिँ सेम कफीको जस्तो हुन्छ। र तपाईँहरूलाई चाहिँ यो भिडियो कस्तो लाग्यो, आफूले बनाएर खाएपछि कस्तो स्वाद तपाईँहरूले पाउनुभयो कि पाउनु भएन कफीको, पक्कै पनि पाउनुहुनेछ खाएर। अनि आफ्नो फिडब्याक पनि दिनु होला। हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। मैले चाहिँ यस्तै राम्रो भिडियोहरू तपाईँहरूको सामुन्ने लिएर आउनेछु। हस्त धन्यवाद। तपाईँहरूले चाहिँ यो पाहुनाहरूलाई पनि टेस्ट गराउन सक्नुहुन्छ, उहाँहरूलाई पनि यो मिठो लाग्छ। यो चाहिँ सेम लाइक कफीकै स्वाद हुन्छ। यो कफीभन्दा फरक पाउनु हुँदैन तपाईँहरूले बिल्कुल ट्राई गर्नुहोला सुरुबाट लास्टसम्म हाम्रो भिडियो हेरिदिनु भएकोमा धन्यवाद। थ्याङ्क यू।